हे भगवान, एमालेको आज महाधिवेशनको यो फोटो हेर्नु होला। एमालेको महाधिवेशनमा हरियो कार्पेट थियो भने एडिट गरेर बनाएको फोटो अर्थात् एआईले बनाएको फोटोको कार्पेट चाहिँ रातो छ। अब एमाले कसलाई भनेर बनाउन लगाएको थियो, त्यसले मिस्टेक के गरिदिएछ भने हरियो कार्पेट हाल्नुपर्नेमा रातै कार्पेट बनाइदिँदाखेरि एमालेको कालो कर्तुत छर्लङ्गै भएको छ। ल हेर्नुहोस् है, यस्तो नक्कली फोटोलाई सबै कुरा थाहा हुँदै पनि यसरी एमालेका नेता कार्यकर्ताहरूले मन्त्री भइसकेका मन्त्रीहरू सबैले एमालेका मान्छेहरू भनेर हालिसकेका छन्। ल हेर्नु त, यतिसम्म झुटको खेती गर्ने रहेछ। अनि यिनीहरूले चाहिँ अपराध गरेको, हत्या हिंसा अपराध बलात्कार गरेको कुराहरू चाहिँ बाहिर ल्याउँछ होला त, अनि यिनीहरूले देश विकास गर्छ होला त, अनि तपाईँ हामीले पत्याइदिनुपर्ने। अब यिनीहरूको पत्ता साफ गर्ने कि नगर्ने नेपाली जनताहरू अब जाग्नुपर्ने अवस्था आएको छ है। यहाँ 4-5 हजार मान्छे पनि छैन एमालेको, तर एआईले बनाएको फोटोलाई हालेर ल हेर्नुहोस् त, कार्पेट एमालेको आजको महाधिवेशनमा चाहिँ हरियो कार्पेट थियो भने एआईले बनाएको फोटोमा रातो कार्पेट छ। तर एमाले यही फोटोलाई चाहिँ यथार्थ बनाइरहेको छ।